हेलो अनि नमस्ते एभ्रिवान। आज चाहिँ हामी मार्केटमा जान लागेको। घाम चाहिँ मस्त लाए पनि जाडो चाहिँ एकदम छ है गाइस। यो चाहिँ कोरियाको बस, नेपाली बाहेक कोही पनि छैनौँ हामी होइन। बाहिर हेर्दा चाहिँ पुरै नेपाली गाउँको याद आउँछ। यो चाहिँ हाम्दोक बस टर्मिनल। हामी प्रायः जसो मार्केट चाहिँ यहाँ आउने गर्छौँ। एकदम रमाइलो ठाउँ छ यो। नेपालीहरू पनि टन्नै हुनुहुन्छ यो ठाउँमा। आज हामीले शनिबारको दिन पुल पनि खेलेर आउँ अनि सपिङ पनि गरेर आउँ भनेर आएको खासमा। हिँड्दा हिँड्दै हामी पुल हाउसमा पनि आइसक्यौँ। विनोद दाइले चाहिँ तिमीलाई ढुट्टो पछाड्छु मैले पुलमा भन्दै हिँड्नु भएको छ। हामीले पनि हो र भन्दै पछि पछि लायौँ। सबले आफ्नो डन्डा समातेर गेम खेल्ने तयारीमा छौँ। सागर दाइको चाहिँ फर्स्ट टाइम भएर कसरी खेल्ने भनेर सिक्दै हुनुहुन्छ। म पनि धेरै प्रो त होइन, बिगिनरै हो। पुल खेल्दा खेल्दै रात परेको हत्तो पत्तै भएन। हामी चाहिँ हतारिँदै सपिङ गर्न हिँड्यौँ। जहाँ गयो त्यही बोल्ने बानी। सपिङ मल छिर्नुभन्दा अगाडि चाहिँ हामी यसो डाइसोमा पसौँ भनेर डाइसोतिर पस्न लाग्यो। यो ठाउँमा चाहिँ तपाईँले जे किने पनि नेपाली 500 भित्र पाउनुहुन्छ। यहाँ देख्नुभएको सबै सामान तपाईँले नेपाली 500 भित्र पाउनुहुन्छ। नेपाली 100-200 रुपियाँ पनि पाउनुहुन्छ क्या। हेर्न सक्नुहुन्छ सबै यस्तो दामी दामी सामान छ। जुन लिगे पनि 500 भन्दा माथि कुनै पनि पर्दैन। मैले चाहिँ यो एउटा सिरानी लिएँ। यसको पनि नेपाली 500 नै पर्यो। कितना पर्छ र यो? म पनि लिन्छु। पुल खेरेर करोडपति हुन्न भन्ने थाहा पाइसकेपछि विनोद दाइले लोटो किन्दै हुनुहुन्छ। यसमा चाहिँ हप्तामा 20 करोड नेपाली पार्न सकिन्छ नि त। अब चाहिँ लोटो 100% पर्छ भन्दै खुसी हुँदै हुनुहुन्छ दाइ। यो मलमा चाहिँ हामीलाई चाहिने सबै ग्रोसरीहरू पाउँछौँ हामीले। जे देख्यो त्यही किन्न मन लाग्छ, तर के गर्नु गोजीले साथ दिँदैन। यो चाहिँ कोरियाको फेमस कफी। एउटा कफी हामीले पनि लियौँ। यो मासुको चाहिँ कति पर्छ कमेन्ट गरिदिनु है। आजको सपिङ गरेर भ्याएर चाहिँ हामीले कार्टुनतिर राख्दैछौँ। आजको टोटल बिल चाहिँ 2,40,000 आयो। सपिङ गरेर हामी फर्क्यो आफ्नै घरतिर। यो चाहिँ कोरियाको ट्याक्सी, गाडी नपाएर लिगेको। कोरियन घरभित्र छिर्दा जुत्ता चप्पल बाहिरै खोल्नुपर्छ भन्ने नियमलाई हामीले पालना गर्दै छिर्यौँ भित्र। आजलाई यति नै गाइज। अर्को ब्लग हाल्ने छु। टिल देन बाई बाई।